प्राकृतिक सौन्दर्य र शान्तिको खोजीमा रहेका आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि पोखराको बेगनासताल एउटा आकर्षक गन्तव्य बनेको छ। निर्मल जल जसमा वरपरका हरिया पहाड र आकाशको नीलो रङ स्पष्ट देखिन्छ। यो दृश्य तस्बिर खिच्नेहरूको लागि निकै मनमोहक छ। तालको निर्मल जलमा यी विशाल हिमालहरूको छाया प्रतिबिम्बित हुँदा अद्भुत अविस्मरणीय दृश्य सिर्जना हुन्छ। यो दृश्यले जो कोही पर्यटकलाई पनि मुग्ध बनाउँछ। पर्यटकहरूले यहाँको शान्त वातावरणमा डुङ्गा सवारीको मजा लिन सक्छन्, जसले मनलाई शान्त र आनन्दित तुल्याउँछ। बेगनासताल माछा पालनका लागि पनि प्रसिद्ध छ। तालका किनारका रेस्टुरेन्टहरूमा ताजा माछाको परिकार चाख्न पाइन्छ, जुन यहाँको अर्को विशेषता हो। तालको छेउछाउमा रहेका शान्त वातावरणमा बिहान वा साँझको पैदल यात्राले पर्यटकलाई ताजा बनाउँदछ। बेगनासतालको प्राकृतिक सौन्दर्य अतुलनीय छ। हामी यसलाई प्रकृतिमा रमाउने चाहने पर्यटकहरूको लागि शान्तिको कुनाको रूपमा प्रबन्धन गर्न चाहन्छौँ, स्थानीय पर्यटन व्यवसायीहरूले बताउँदछन्। पोखरा घुम्न आउने हरेक पर्यटकलाई बेगनासतालको अनुपम शान्तिको अनुभव गर्न एकपटक अवश्य पुग्न अनुरोध गरिन्छ। धन्यवाद।